king goes. Skinny king. And the poop. Hello guys, welcome to my channel है। आज चाहिँ हामी लङ राइड जान लागेको हो। के अरे मेरो आरुघाट भन्ने ठाउँ जान लाग्यो। त्यो गोर्खामा पर्छ त्यो ठाउँ चाहिँ। अनि मेरो मामा घर हो त्यो ठाउँमा। हाम्रो के अरे कुल पूजा छ अरे मामा घरमा। अनि त्यही भएर मेरो फ्यामिलीसित जान लाग्यो है, पुरा बाइक राइड। मेरो ड्याडीले चाहिँ डोमिनार 400 चलाउँदै हुनुहुन्छ, अङ्कलले चाहिँ 220 पल्सर 220 चलाइराख्नु भएको। अनि म चाहिँ मेरो CX-मा छु है आज चाहिँ। अनि मैले चाहिँ यो ह्यान्डल बार चाहिँ यो राइडको लागि फेरे है। यो हाइवेमा यो अलिक छोटो ह्यान्डल मजा हुन्छ कि। अगाडि छ है सबै, यहाँ बाइक चेकअप गराउनलाई। ल बाइक रेडी भयो अब चाहिँ। अनि यहाँबाट राइड स्टार्ट भयो है। राइड टु आरुघाट है, मामा घर ड्याडी है मेरो। मेरो नयाँ ह्यान्डली ह्यान्ड गार्ड चाहिँ त्यो नट नभएर हाले होइन। ए सर्भिसको त्यो नटकै 5000 लिन्छ अरे। अब हाल्छु, आएर हाल्छु। राइड सुरु भयो है। हामी त्यहाँ बाइक साइक चेक गऱ्यो। त्यो 220 को चाहिँ अगाडिको के गयो। अनि फेरि बनाएर राइड फेरि स्टार्ट भयो है। ल गाइज हामी चाहिँ यहाँ कलङ्की आइपुग्यौँ है। कलङ्की आउँदैछौँ। अब हामी अगाडि फ्युल ब्रेक लिन्छौँ होला। मेरोमा पेट्रोल छैन, पेट्रोल फुल हाल्नु पऱ्यो नि। टाढा छ यहाँबाट लगभग आरुघाट भन्ने ठाउँ होइन, 200 किलोमिटर समथिङ होला। मेरो मम्मी है गाइज, मम्मी। यहाँ म यो सिटीभित्रको चाहिँ धेरै देखाउँदिनँ फुटेज। यो जाम देखाएर के फाइदा। हाइवेको चाहिँ राम्रो राम्रो ठाउँहरू, नयाँ नयाँ ठाउँहरू हजुरलाई देखाउँछु नि म सबै। यो चाहिँ रिफ्रेसमेन्ट फ्यामिली राइड हो कि। बाबाहरू गाडीमा जाने भनिराख्नु भएको थियो। अनि मैले होइन बाइकमै हिँड्नु न त के भयो र भनेर अनि डोमिनार बिग्रिरहेको थियो, बनाएर रेडी बनाएर जान लाग्यो। कहिलेकाहीँ फ्यामिली राइड रमाइलो हुन्छ नि त। पेट्रोल पम्प खोजिरहेको छौँ है गाइज। फ्युल अप गर्ने भने पेट्रोल पम्पै देखेन क्या राम्रो। जहाँ पाए त्यहीको फेरि पेट्रोल राम्रो हुँदैन गाइज होइन। त्यही हो। बाबाहरू चाहिँ अगाडि हुनुहुन्छ है। मेरो बाबा अङ्कल मम्मी चाहिँ अगाडि हुनुहुन्छ। अघि कुरिरहेको थिएँ, देख्दै नदेखि स्वाई यहाँ गइदिएर क्या अगाडि पुरा जोसमा हिटमा है ड्याडी। हिटमा सुत्तो हिट। हाम्रो बेल भाइ छ है, मेरो पछाडि चाहिँ बेल भाइ। ल गाइस हामी फ्युल हाल्यो। मेरोमा कि 10 लिटर गयो। फ्युल सिल हाल्यो। अब यहाँबाट चाहिँ राइड स्टार्ट हुन्छ है पुरा। अब हाम्रो स्टप अब चिया स्टप, चिया ब्रेक हुन्छ होला। अगाडि गइसक्नु भयो।
बाटो चाहिँ पुरा जाम छ है गाइस। यस्तै हो यो ओह्रालो, थानकोटको ओह्रालो, अलवेज जाम जाम जाम। जाम भाइ केही हुँदैन, मोटर पनि हुन बन्दी गरेको भने मैले मेरो भिडियोमा यो बाइकको हाइवे रिभ्यू पर्फर्मेन्स देखाएको थिएन। अब गाइजहरूले आज देख्नुहुन्छ क्रस एक्स 250 को हाइवे पर्फर्मेन्स, रिलायबिलिटी सब। डोमिनारको नि देख्नुहुन्छ, डोमिनार त पुरै रिलायबल छ, CX पनि रिलायबल छ पुरै। म अस्ति पनि आउँदा केही भएको थिएन। मेन्टेन गऱ्यो भने हुन्छ के गाइजहरू। अब गाइजहरू पुरा मान्छेहरू मेन्टेन नगर्ने, सर्भिसिङ नि बाहिर बाहिर गर्ने, अनि कहाँ हुन्छ त गाइज। बाहिरतिर खासै जानेको नि हुँदैन बनाउन। जाम छ गाइज बाटो। अब खाली बाटो आएपछि खिच्छु म त। धार्के आइपुग्यो है, यो धार्केको पुल हो। गाइस राइड चाहिँ फन भइरहेको है। अङ्कलले अगाडि जानुभयो, ड्याडी पछाडि हुनुहुन्छ, मामाहरू अगाडि हुनुहुन्छ। यो ठाउँको नाम चाहिँ घाटबेसी हो है गाइस। बजार आइपुग्यो है गाइस। गजुरी बजार भन्छ यो ठाउँको नाम। हामी हामीले त्यो पेट्रोल हालेर ठाउँबाट 54 किलोमिटर राइड गरेछौँ है। एभरेज स्पिड 52 छ आज त हाइवेमा भएर होला। म्याक्स स्पिड 124 हाने रहेछ है गाइस। अझै जान्छ यो बाइक। यो मिटरमा नि डबल लोडमा जे होस्। लोडमा 135-36 जान्छ होइन गाइस। सिङ्गल लोडमा 140-42 पुग्छ के। यसको ठुलो स्प्रकेट छ, त्यही पनि सानो स्प्रकेट हान्यो भने 150 इजी जान्छ। मेरो स्प्रकेट नि चेन्ज गर्ने बेला भएको छ, पछाडिको गइसकेको छ। मैले बाइक किनेदेखि फेरेँ होइन। अब बाइक स्प्रकेट फेरेपछि म टप स्पिड चेक हाल्छु, यो भिडियो हाल्छु, टप स्पिड भिडियो। टप स्पिड 0 to 100, 0 to 60 सब हाल्छु।
चाहिँ राइट जाने धादिङ जाने हो हामी धादिङको बाटो जान्छौँ ल गाइजहरू हामी चाहिँ मलेखुको पुलबाट राइट लिएर धादिङ बजार आउन लाग्यो है यहाँबाट 17 किलोमिटर छ धादिङ बजार गाइज ल धादिङ बजार आयो है यही हो धादिङ बजार भनेको धादिङ सिटी ल गाइज है हामी चाहिँ ऊ त्यो धादिङ बजारबाट यस्तो हुँदै यहाँ आइसक्यो कुरिरहेको बाइकको पर्फर्मेन्स चाहिँ बवाल है बवाल टायरहरू चिल्लो भएको पुरा नयाँ यो ह्यान्डल अन रोडमा चाहिँ बवाल रहेछ कर्नरिङहरू हान्न सजिलो रहेछ यो ह्यान्डल यो स्टक ह्यान्डल हो अहिलेको नयाँ सिएक्सको पाल्पा भन्ज्याङ भन्ने ठाउँ आयो है गाई पहिला यहाँ बाटो लास्ट बिग्रिया हुन्थ्यो क्या बेल है यहाँ गाडीहरू पुरा फस्यो कता हो बाटो यही बाटोमा हिँड्दाखेरि चाहिँ यो साइनहरू हुन्छ नि साइन बोर्डहरू त्यो चाहिँ एकदम नोटिस गर्नुपर्छ कि त्यो नहेरी हावामा कुदायो भने अब यस्तो टर्निङ भयो नि यहाँबाट यस्तो आइदियो भने सिधै तल खस्छ क्या त्यही भएर त्यो साइन बोर्डहरू एकदम नोटिस गर्नुपर्छ यतातिर त खासै घरहरू नि छैन भिलेज पुरा भिलेज एरिया हो क्या गाई रुरल एरिया के रुरल के भन्छ त्यो मलाई भन्दै आएन हामी चाहिँ आई सब बाइक भ्यू चाहिँ खतरा है त्यो सल्यान्टार भन्ने ठाउँ हामी चाहिँ ल है खाजा खाएर ल अहिले त 6वटा बाइक भयो सब भेटिन्छ कि अब आफ्नै हो पुरै इलाकै उता गएपछि गाइजहरू भ्यू खतरा है यो ठाउँ चाहिँ उताको यो हिल छ नि त्यो चाहिँ सल्यान्टार भन्ने हो कि वर्ल्डको के अरे नेपालको सेकेन्ड ठुलो एउटै डाँडा हो कि के त्यस्तै हो अरे यो ठाउँ बुझिस् भाइ पहिला काठमाडौँ होइन क्यापिटल बनाउनुभन्दा अगाडि यो नि एउटा चोइस थियो अरे कि तर विक नपुगेको अरे कि लामो चाहिँ भयो विक नपुगेको अब चाहिँ एक्सट्रिम अफरोड छ है गाई अफरोड भन्दा नि बाल्लै बाल्लो छ कि यस्तो अगाडि जानुपर्छ गाई न त धुलो खाइन्छ
खास गाह्रो हुन्छ कि गाइजहरू मोमेन्टम लस गर्नुहुन्छ कि यो रातो माटो रहेछ है पानी पऱ्यो भने त डोमिनारले हल्का प्रब्लम दियो कि ब्याट्री डाउन थियो अनि बाबा चाहिँ अगाडि बजाजको सर्भिस सेन्टर खोज्न जानुभएको अगाडि बाबा र मम्मी अगाडि ए ठुलो पुरै मलाई कराइरह बेकारमा बाइक लिएर हिँड्यो भनेर तर केही छैन एडभेन्चर हुन्छ नि सधैँ गाडीमा हिँडेर हुन्छ त बजाजको राम्रो कुरा चाहिँ यो गाउँ गाउँमा नि सर्भिस सेन्टर हुन्छ गाइस ल डोमिनारले प्रब्लम दियो क्लच प्लेट गयो अस्ति भर्खर बनाएको थियो सोरुममा फेर्दै थियो बाटोमै गयो के हो खै गाइस डोमिनार चाहिँ बल्ल तल्ल बने है यहाँ क्लच प्लेट रहेनछ एनएसहरूको हालेर हल्का फुल्का मिलाएर अनि त्यसपछि अब काम चलाउ फर्किनलाई अब काठमाडौँ फर्किनलाई अनि यता अब मामा घरसम्म पुग्नलाई हुन्छ भनेर अनि बनाएको बजाजको सर्भिसिङ चाहिँ वर्स्टै छ कि गाइजहरू एकदमै बाइक चाहिँ राम्रै हो होइन सर्भिसिङ चाहिँ पुरानै क्लच प्लेट हालिदिन्छ के फेर्दाखेरि पुरानो नयाँ मिसाएर हालिदिएछ त्यही नि पल्सर 150 को हाल्दो रहेछ गाइज अब डोमिनार 400मा पल्सरको हालिदिएर हुन्छ त भने त्यो लैनचोरको सर्भिसमा हामीले गराएको थियौँ अहिले चाहिँ बने बाइक सलेन्टार है गाइज यो ठाउँको नाम चाहिँ सलेन्टार कोही एकदमै फ्ल्याट टाइपको छ कि एकदम साइडमा चाहिँ एकदम सिधै भिड टाइपको अनि बिचमा चाहिँ फ्ल्याट होइन एकदम पहिला यो पहिला के अरे क्यापिटलको लागि यो नि नोमिनेट भएको थियो यो ठाउँको विथ हो कि के नपुगेर हो कि क्यापिटलमा ऊ नभएको पहिल्यै सल्यान्टार भन्ने ठाउँ हो है यो चाहिँ धादिङमा पर्छ अनि त्यहाँ अगाडि गण्डकी भन्ने एउटा रिभर छ खतरा अनि त्यो क्रस गरेपछि गोर्खा त्यो भन्दा चाहिँ धादिङ
अरे गाइजहरू अनि त्यसपछि हामी चाहिँ अब यस्तो खोला रिभर क्रसिङ हामीले गरौँ यस्तो फुटेज लिन्छौँ भनेर अलिक चाहना बाटो छैन क्या हो ट्र्याक्टर फस्या है क्या हो गाइस ल गाइस पुरा जाम है त्यहाँ ट्र्याक्टर अड्क्या मेरो हालत चाहिँ यस्तो भयो है पुरै यी गोरु हेर्नु है यो खतरा गोरु बाजेहरू ल गाइज हामी चाहिँ यो खोलामा आइपुग्यो है यो खोलाको नाम चाहिँ स्टुल खोला हो त्यो चाहिँ आरुटार भन्ने ठाउँ होइन आरुटार अनि बाइक चाहिँ यहाँ छ बेस्ट केही भएन बाइक आनन्द अब आइपुग्न लागिसक्यो पर्फर्मेन्स दामी दियो अब हामी यहाँ खोलामा यस्तो मुखसुख धुन्छौँ रिफ्रेस हुन्छौँ अनि जान्छौँ मामा घरतिरै बेल भाइ है बेल भाइ ल्याम्फे बेल भाइ हामी चाहिँ अब टिभी झिकेर खोलामा एकछिन रिफ्रेस भइयो अनि रिफ्रेस भएर जाँदै हो डोमिनार बिग्रेर अलि ल्याङ भयो न त राइड चाहिँ फन भयो कता हो तल अफ रोडमा त लाइट पुग्छ हाइवेमा मात्रै हो नपुग्ने यो चाहिँ साइलो भएको घर हो खाल्टो छ है कहाँ हो बाटो चाहिँ ओहो आइपुग्यो है कहाँ हो माथि राखिदिन्छु म कहाँ राख्ने हो है गाइज हामी चाहिँ ल आइपुग्यो गाइज ल आजको भ्लग यति है ल गाइज आइपुग्यो है यही हो आजको लागि यति भ्लग